सबैलाई नमस्कार। कलाकारकी बुढा खटेगाउँका वडा नम्बर 10 खारनाथ दीपक चौतारी स्वावलम्बी महिला केन्द्र समूह नम्बर 4 की 5 सदस्य म ऋण माग्न गइरहेको छु। दिनुहुने हो कि नै? अब सदस्यको उहाँले कति माग्ने भन्नुभयो? 2,50,000। 50 मा शेयर 50 त्यही रहन्छ है। 50,000 शेयर त्यहाँ रहन्छ अनि त्यसको महिनामा 500 रुपैयाँ तपाईँको खातामा आउँछ हैन? त्यो तपाईँले झिक्न मिल्छ। शेयर चाहिँ फिर्ता हुँदैन। 2,50,000 को किस्ता तिर्ने, 500 रुपैयाँ शेयर लिने आफूले है। किस्ता चाहिँ नियमित तिर्नुपर्छ। यदि तपाईँले किस्ता नतिर्नु भयो भने यहाँ सबै सदस्य बस्नु भएको नि, उहाँले आफ्नो बचत काटेर पनि हाल्न तयार हुनुहुन्छ हैन? सबै सदस्यहरू उहाँको लागि ल उहाँलाई 2,50,000 ऋण दिन ठिक छ कि छैन? किस्ता नियमित तिर्न सक्नुहुन्छ कि नै उहाँ? केन्द्र प्रमुखले भनिदिनु उहाँ किस्ता नियमित तिर्नुहुन्छ। यदि नतिर्यो भने समूह बचत काट्नु पनि तयार हुनुहुन्छ नि सबै सदस्य। यदि उहाँले किस्ता नतिरे पनि बचत काट्न तयार हुनुहुन्छ नि, ताली हान्दिनु चाहिँ। अनि सेवा शुल्क पहिले दिनुभयो 3,000 रुपैयाँ बिमा दिनुपर्छ है हजुरले। 3,000 वर्षको बिमा हाल्नु हो नि त। बिमा त हाल्ने टाइम भइरहेको तपाईँको है।